हेलो अनि नमस्ते सम्पूर्ण साथीहरूलाई स्वागत छ यस लाइभ सेसन क्लासमा। आज फेरि हामी उपस्थित भइसकेका छौँ हजुरहरू। टिकटकमा सेयर भएर रहेछ है लाइभ क्लास। एकैछिन साथीहरू है त गो लाइभ। ल आज चाहिँ मिति र पात्रोको क्लास गर्दैछौँ हामीहरू। ल सुरु गरिहालौँ है। हिजो गरेको सर कसले के मिलाउनु भयो कमेन्ट गर्नु होला है। कसले के मिलाउनु भएको छ कमेन्ट गर्नु होला, मिल्यो कि मिलेन। अनि के एन्सर निकाल्नु। मैले यहीँ क्वेसन, हिजोको क्वेसन यहीँ नै छ, रेडी नै छ मसँग। अहिले हेरौँ ल। पहिला चाहिँ केही कुराहरू लेखौँ है त। इम्पोर्टेन्ट नोट्स भनेर लेखौँ। NOTE नोट है, नोट भनेर लेखौँ। पात्रो हुबहु मिल्ने भनेर सोध्न सक्छ क्या हामीहरूलाई चाहिँ। पात्रो हुबहु मिल्ने है। पात्रो हुबहु मिल्ने वर्षहरूको लागि चाहिँ पात्रो हुबहु मिल्ने वर्षहरूको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दादेखि दिएको वर्षको अन्तिम 2 डिजिटलाई पहिला 4ले भाग गर्नु पर्यो। हेर्नुहोस् त, किनभने लिप इयर भनेको 4 वर्षको हुन्छ। एक नम्बरमा के गर्ने त, दिएको वर्षको अन्तिम 2 डिजिट है त। अन्तिम 2 डिजिटलाई चाहिँ के गर्ने त, डिजिटलाई 4ले भाग गर्ने। 4ले के गर्ने, भाग गर्ने है, भाग गर्ने। त्यसपछि अब शेष के आउँछ, कि 3 आउँछ हैन, कि 1 आउँछ, कि 2 आउँछ है, कि 1 आउँछ, कि 2 आउँछ, कि 3 आउँछ, या 0 आउँछ। यदि शेष चाहिँ 0 आएमा त्यो वर्षको है, जुन वर्षको दिएको छ त्यो वर्षको क्यालेन्डर चाहिँ 28 वर्षपछि प्लस 28 है त। 28 जोड्ने भने त्योसँग चाहिँ 28 वर्षपछिको क्यालेन्डरसँग हुबहु मिल्छ। पछिको क्यालेन्डरसँग के गर्छ त, क्यालेन्डरसँग हुबहु मिल्छ है त। अनि यदि शेष 1 आयो भने 6 वर्षपछिको है, प्लस 6 जोड्ने, 6 वर्षपछिको क्यालेन्डरसँग के हुन्छ त, हुबहु मिल्छ। यदि शेष 2 वा 3 आयो है, 2 वा 3 आयो भने के हुन्छ त, 11 वर्षपछिको प्लस 11 जोड्ने, 11 वर्षपछिको क्यालेन्डरसँग के गर्छ त, हुबहु मिल्छ। ल यो सबै साथीहरूले चाहिँ लेख्नुहोस् है त। सबै साथीहरूले लेख्नुहोस् त। र सबै साथीहरूले चाहिँ यस लाइभ क्लासलाई आफ्नो साथीहरूमा सेयर पनि गरौँ साथीहरू है। हामी चाहिँ डेट एन्ड क्यालेन्डर पढ्दैछौँ है, डेट एन्ड क्यालेन्डर पढ्दैछौँ। डेट एन्ड क्यालेन्डर पढ्दैछौँ। लेखिसक्नु भने कमेन्ट गर्नु होला है। यो कपी गर्नुहोस्, लेख्नुहोस्। लेखिसक्नु भने कपी गर्नु होला, अरे नेक्स्ट भन्नु होला, हामी अगाडि बढ्छौँ है त। यो चाहिँ एकदम महत्त्वपूर्ण छ। हेर्नु त, पात्रो कुनै वर्ष दिन्छ है, कुनै वर्ष दिन्छ अनि त्यसको लागि चाहिँ के गर्नु पर्यो त, 4ले भाग गर्नु पर्दो रहेछ। इक्जाम्पलको लागि एउटा क्वेसन गरौँ है। क्वेसन नम्बर 1 चाहिँ 2018 है, 2018 सालको पात्रो आउने अब कुन वर्षसम्म हुबहु मिल्छ, एउटा यो गर्नुहोस् अनि एउटा 2026 गर्नुहोस् त। ल 26 गर्नुहोस् अनि कुनसँग मिल्दो रहेछ थाहा हुन्छ। अनि अप्सन तल दिन्छ है। अब यो 18लाई चाहिँ 4ले भाग गर्ने, यो 4 18 छ, यसलाई चाहिँ के गर्ने, 4ले भाग गर्ने हैन। 4 चौको 16 आउँछ,
यो सेम आएछ है त। 18 नगरौँ, उसो भए 19 गरौँ है त। 19 पनि नगरौँ, यसलाई चाहिँ एकैछिन रोक्नुहोस्। दुइटैमा सेम आउँदो रहेछ है, दुइटैमा सेम आउँदो रहेछ। 18 नगरौँ, 2000 ल 19 गरौँ त, 19 गरौँ। एउटा 2026, एउटा अर्को गरौँ 2017। ल 2017, यिनी तिनवटा भयो है त। नमस्ते नमस्ते नमस्ते। ल सम्पूर्ण साथीहरूलाई स्वागत पनि छ, स्वागत पनि गरेँ मैले। यो चाहिँ सबैले कपी गर्नु होला है। यो अगाडि बढेँ कि म, ल यो कपी चाहिँ, यो लेखेको चाहिँ कपी गर्नु होला। म अलिकति बरु जुम पनि गरिदिन्छु है, अलि जुम आउट गरिदिन्छु, सबै देखिन्छ है। अनि यहाँ तिनवटा क्वेसन दिएको छु। 2019 सालको पात्रो कुन वर्षसँग हुबहु मिल्छ, त्यसरी 2026 सालको पात्रो कुन वर्षसँग हुबहु मिल्छ भनेर चाहिँ क्वेसन सोध्न सक्छ है। यस्तो अवस्थामा के गर्नु पर्यो त हामीहरूले, यस्तो अवस्थामा के, हेलो 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 नमस्ते नमस्ते, किस्मतजी नेक्स्ट भन्नुभएको छ, ओके। अब यस्तो अवस्थामा यसको एन्सर हेर्नु त। अब के गरेको 2019लाई, यो 19 छ जसलाई, यसलाई चाहिँ 4ले भाग गर्ने। 4ले भाग गरिसकेपछि यसको शेष कति आउने भयो त? यसको शेष चाहिँ 4 चौको 16 हुन्छ, 3 शेष आउने भयो। 3 शेष आएपछि यो चाहिँ कुनसँग मिल्छ त? अब 11सम्म है, 11सँग मिल्छ भनेको 2019 प्लस के गर्ने, 11 गर्ने। 11 गरिसकेपछि 9 1 10 को 0, 2 1 3 है। त्यसपछि 2030सम्म ठ्याक्कै यो जस्तो थियो यो पात्रो पनि, यो 2030 को पात्रो नि एकदम सेम हुन्छ है त। 2030 सालको पात्रो र 2019 सालको पात्रो चाहिँ मिति बार सबै एउटै पर्छ है त, मिति बार सब एउटै पर्छ। त्यसरी अब 2026 को गरौँ त, के एन्सर निस्किन्छ? 2026 को के एन्सर निस्किन्छ, ल गरौँ। ल सबै साथीहरूले लेखिसक्नु भयो? सबै साथीहरूले लेखिसक्नु के छ भन्नुहोस् त ल। सबै साथीहरूले लेखिसक्नु भयो अनि बुझ्नुभयो नि? ल अब यो दोस्रो 2026 सालको पात्रो हुबहु कुन वर्षसम्म मिल्छ, ल यसको कमेन्ट गरौँ त साथीहरू। ल यसको कमेन्ट गरौँ, कुन वर्षसम्म मिल्दो रहेछ 2026 सालको पात्रो चाहिँ अर्को कुन वर्षसँग हुबहु मिल्छ, ल कमेन्ट गरौँ फटाफट। ल फटाफट सबै साथीहरूले कमेन्ट गरौँ ल। ल कमेन्ट गरौँ कति मिल्यो? 2037। ल 2037 भन्नुभएको छ। ल म फेरि भनिदिन्छु है। अब यो क्वेसन गर्दाखेरि भन्छु है त। ल 2026 सालको पात्रो हुबहु कुनसँग मिल्छ त? अब यो लास्ट डिजिटको लागि 4ले भाग गर्ने है, यसलाई चाहिँ 4ले भाग गर्ने। हेर्नुहोस् त, 4 छका 24 हुन्छ हो। 4 छका 24 हुन्छ भने यसको शेष कति आयो त? 2 आयो हो। यसको शेष कति आयो? 2 आयो। भनेपछि यदि शेष 2 आयो भने यसमा के गर्ने? यो वर्षमा 11 जोडिदिने। 2026मा कति जोड्ने त? +11 जोड्ने। कति हुन्छ त? 2000
2037 सालको पात्रोसँग यो 26 सालको पात्रो हुबहु मिल्छ है त। यो पनि त्यस्तै हो, 2019 लाई चाहिँ 4 ले भाग गर्ने है। मैले माथि लेखेको चाहिँ 4 ले भाग गर्ने, अनि 4 ले भाग गरिसकेपछि यसमा शेष कति आउँछ त? 4 चौको 16 आउँछ, 3 2 र 3 शेष आयो भने त्यो उसको चाहिँ के हुन्छ त? 11 प्लस यो वर्षमा 11 जोड्ने, त्यो वर्षसँगको चाहिँ क्यालेन्डर हुबहु मिल्छ। अब यो थर्ड 2017 को कमेन्ट गरौँ त ल। 2017 को 2045 है, 2045 भन्नुभएको छ। ओके, अब यसलाई भाग गर्ने है। 2017 लाई चाहिँ 4 ले के गर्ने? भाग गर्ने। 4 ले भाग गरिसकेपछि कति आयो त? 17 भनेको 4 चौको 16, 1 शेष आयो। 1 शेष आयो भने अब कति जोड्ने रहेछ त? 28 जोड्ने रहेछ है। यो वर्षमा 2017 मा चाहिँ 2017 मा कति जोड्नु पर्यो त? 28 जोडेपछि 7 8 15 को 5 2 1 3 1 4 है त। 45 2045 वर्षको पात्रोसँग हुबहु मिल्ने रहेछ हैन। बुझ्यो साथीहरु? बुझ्यो कि बुझ्दैन? ल कमेन्ट गरौँ त। यदि बुझ्यो भने नेक्स्ट भनौँ, बुझेको छैन भने चाहिँ रिपिट भनेर कमेन्ट गरौँ है। सबै साथीहरुले चाहिँ कमेन्ट गरौँ। ल कमेन्ट गरौँ। रिपिट भनेर भन्नुभएको छ। ओके, म एकचोटि सरसरी रिपिट गरेँ। पहिला यो माथि लेखेको चाहिँ बुझ्नु पर्यो है। यो माथि जुन मैले लेखाएको छु, पात्रो हुबहु मिल्ने वर्षहरूको लागि है, पात्रो हुबहु मिल्ने वर्षहरूको लागि दिएको वर्षको अन्तिम 2 डिजिटलाई भाग गर्ने। जस्तो यहाँ हाम्रो 2019 थियो हैन, केलाई भाग गर्ने त? यो अन्तिम 2 डिजिटलाई के गर्ने? भाग गर्ने है। भाग गरेपछि कति शेष आउँछ त्यसको आधारमा चाहिँ के गर्ने हो त? जस्तो यदि भाग गरेर शेष 0 आयो भने, 0 आयो भने यहाँ सरी है, मैले 28 गरेँ। यो होइन, यो बिग्रेछ है त। यो होइन, यो 28 प्लस छ है। 17 को 17 प्लस छ। एकैछिन ल मेटेँ मैले, यो यहाँनिर चाहिँ बिग्रेको रहेछ है। 2017 लाई चाहिँ 4 ले भाग गर्ने, बच्यो कति? 1 शेष। 1 शेष भनेको प्लस 6 गर्ने है त। प्लस 6 गर्ने, प्लस 6 गर्दाखेरि कति हुने भयो त? 2023 सँग है। मैले 0 को लेखेको छु। यदि 0 शेष आयो भने 28 वर्ष जोड्ने है। 28 वर्ष अथवा त्यो वर्षमा चाहिँ 28 जोडेपछि त्यो वर्षसँग चाहिँ दिएको वर्षको क्यालेन्डर चाहिँ सेम मिल्छ। यदि शेष है, शेष 1 आयो भने प्लस 6 जोड्ने है। 1 शेष 1 आयो भने 6 जोड्ने, 6 जोडेपछि जुन आउँछ त्यो वर्षसँग हुबहु पात्रो मिल्छ। जस्तो यो 2017 मा हेर्ने हो भने 2017 लाई चाहिँ 4 ले भाग गर्यो हैन। शेष कति आयो त? 1 बच्यो हैन। 4 चौको 16 हुन्छ भने चाहिँ भाग शेष चाहिँ 1 बच्यो। 1 बचिसकेपछि कति जोड्नु पर्दो रहेछ त? 6 जोड्नु पर्यो हैन। 6 जोडेपछि 17 मा 6 जोड्दा 23 हुन्छ भनेको 17 सालको पात्रो र 2023 सालको पात्रो सेम हुन्छ है त, एउटै हुन्छ। जसरी चाहिँ जनवरीदेखि डिसेम्बरसम्म सबै गते अनि बार सब एउटै हुन्छ है त। त्यसै गरी ल मैले अलि रेड कलर युज गरेको छु है। त्यसै गरी अब 26 को भयो। 26 को मा चाहिँ 4 ले भाग गर्यौं हैन। 4 ले भाग गर्दाखेरि शेष कति बच्यो? 2 बच्यो। यदि अब यहाँ के भनेको छ? 2 र 3 शेष बच्यो भने 11 वर्षको प्लस 11 वर्ष पछिको पात्रोसँग बराबर मेल खान्छ। जस्तो 2019 लाई चाहिँ 4 ले भाग गर्यौं। 4 ले भाग गरिसकेपछि कति शेष बच्छ त? 4 चौको 16 हुन्छ, 3 शेष बच्यो हैन। यो 19 ले भाग गर्दाखेरि 3 शेष बसिसकेपछि कति जोड्नु पर्यो त? 3 भनेको कति जोड्नु पर्दो रहेछ? 11। 11 जोड्यो 2030 सम्म हुबहु मिल्यो। ल अब अगाडि बढौँ है त। ल अगाडि बढौँ। ल एकदम सही क्वेसन गर्नुभएको रहेछ। मैले चाहिँ 1 आएको 0 भन्ने सोचेर उता एन्सर जोडेको रहेछु। ल अब बुझ्नुभयो? बुझ्नुभयो नि साथीहरु है? अगाडि बढौँ।
ल नेक्स्ट गरौँ। अब हिजो मैले चाहिँ क्वेसन 2वटा दिएको थिएँ है, 2वटा यिनी हिजो पढेको हो। हिजो दिएको क्वेसनमा यिनी 2टा लास्टका 2टा चाहिँ गरिदिन्छु, यिनी 2टा चाहिँ तपाईँहरूले मिलाउनु भएन, तपाईँहरू हेर्नुहोला। यिनी लास्टका 2टा चाहिँ मैले क्वेसन गरिदिन्छु है। 3 नम्बरको क्वेसन 2011 अप्रिल महिनामा कतिवटा बुधबार पर्दछ भनेको छ है त। ल म यहाँनिर गरिदिन्छु। हिजोको क्वेसन नम्बर एउटा चाहिँ के रहेछ त, 2011 अप्रिल महिनामा है, अप्रिल महिनामा के त बुधबार होइन, कति गते पर्छ भन्ने छ है त। कतिवटा बुधबार पर्छ, कतिवटा बुधबार अथवा कति गते भन्नु पर्ने हो। खास गरी अप्रिल महिनामा कति गते है त, कति गते बुधबार पर्छ, बुधबार पर्दछ है त, बुधबार पर्दछ भनेको छ। अनि योभन्दा अगाडिको सेसन चाहिँ तपाईँ साथीहरू युट्युब च्यानलमा छ है, युट्युब च्यानलमा छ, आएर हेर्नु होला है। हिजो चाहिँ के भयो भने यो उसले टिकटकले चाहिँ ब्यान गरिदिएछ, रेस्ट्रिक्टेड गरिदिएको रहेछ लगभग 10 बजेसम्मको लागि। त्यही भएर चाहिँ हामीले टिकटकमा हिजो क्लास गर्न पाएनौँ, नत्र सधैँ हुन्छ। र योभन्दा अगाडिको पहिलो पार्ट चाहिँ के गर्नु होला त हजुरहरूले युट्युबमा हेर्नु होला। 2011 अप्रिल महिनामा कति गते बुधबार पर्छ। अब हामीले यहाँ के गर्ने हो त, 2011लाई चाहिँ 2000 मैले के भनेको थिएँ, 2000 जनवरी 1 के बार हुन्छ त, सटरडे हुन्छ होइन, सटरडे हुन्छ। अनि अब हामीलाई के छ त क्वेसनमा 2011 सोधेको छ, एउटा 0 बढी भएको छ 11। अनि अप्रिलको महिना सोधेको छ होइन, अप्रिल भनेपछि अब कुन बार चाहिँ जनवरी गर्छ भनेको छ होइन, कति गते बुधबार भनेपछि अब यहाँ हामीले 1 राखे पनि हुन्छ है त, 1 राखे पनि हुन्छ। ल 1 राखिदिउँ है त, पहिलो दिनै राखिदिउँ। अब यसको के गर्नु पर्यो, अड्डे निकाल्नु पर्यो होइन, अड्डे निकाल्नु पर्यो भनेपछि अब अड्डे निकाल्नलाई यो वर्षको फरक कति भयो त, 2000 देखि 2011सम्म आउँदा कतिवटा वर्ष पार गरियो, 11वटा वर्ष पार गरियो प्लस। अब यहाँनिर बुझ्ने कुरो यो चाहिँ 2000 देखि 2011मा कतिवटा लिप इयर पर्यो त, कतिवटा लिप इयर पर्यो, एउटा 2000 भयो, 2000 भयो, एउटा 2004 भयो, एउटा 2008 भयो, एउटा 2008 भयो। त्यसपछि अर्को चाहिँ यति नै भयो है त, 11 आइगयो, 2012 परेन भनेपछि कतिवटा लिप इयर परे, 2000, 2004, 2008 होइन, भनेको 3वटा लिप इयर परे हो, 3वटा लिप इयर परे। अब यहाँ 1 जनवरीदेखि अप्रिलसम्म है त, जनवरीदेखि अप्रिलसम्म जानु पर्यो। जनवरीको के भयो त हेर्नुहोस् त, यो 1 आइसकेको छ, त्यही भएर जनवरीको 30 मात्र लिन्छौँ। जनवरी हुनलाई 31 महिना हुने हो होइन, 31 महिना हुने हो। हामीले के गर्यौँ त 1 मात्र लियौँ है, 1 मात्र लियौँ। किन आज अलि मधुरो आएको हो कि कसो हो, कतिको क्लियर छ भन्नुहोस् त। यो उसमा मेरोमा चाहिँ अलिकति क्वालिटी कम भएको हो कि 480p को रहेछ है त। ल अहिले अलि ठिक आयो है, अघि चाहिँ 480p मात्र रहेछ। ल ठिक छ भने अब जनवरी 30 भयो प्लस फेब्रुअरी कति हो त 28 हुने हो, फेब्रुअरी 28 प्लस फेब्रुअरी मार्च कति हो त 31, अप्रिल 1 होइन, अप्रिल 1 भयो, 1 मात्र लिम अप्रिलको चाहिँ। अब यो गरिसकेपछि 11 र 3 कति भयो, 14 भयो होइन, 11 र 3 14 भइसक्यो भने यसले भाग गर्दाखेरि कति हुने भयो त 7 ले भाग गर्ने हो होइन, 7 ले भाग गरिसकेपछि यो बराबर कति भयो, 14 भयो। 14लाई 7 ले भाग गर्दा के भयो त 0 शेष आयो भनेपछि यो यहीँ माथि काट्दै पनि हुन्छ। वर्षको बिजोड अड्डे चाहिँ कति आयो त 0 आयो भनेपछि अब यता महिनाकोतिर लागौँ। यसमा चाहिँ 7 ले भाग गर्ने, 30लाई 7 ले भाग गर्ने कति बच्छ त 2 बच्छ प्लस, अनि यो 28लाई 7 ले भाग गर्दा 0 बच्छ प्लस, 31लाई 7 ले भाग गर्दा शेष 3 बच्छ प्लस यो 1 भयो हो।
1 भइसक्यो भनेपछि 2 3 4 2 3 5 1 6 भयो हैन। 6 भयो भनेपछि शनिबारमा 6 जोड्ने हैन। शनिबारमा 6 जोड्दाखेरि के हुन्छ त 1 गते के बार पर्ने रहेछ भन्दा शुक्रबार। 1 गते के बार पर्यो त शुक्रबार पर्यो है। 1 गते के बार पर्यो त शनिबार, आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहीबार, शुक्रबार हैन। शुक्रबार पर्यो यो चाहिँ भनेको 1 गते शुक्रबार पर्यो है त। 1 गते चाहिँ के पर्यो त शुक्रबार पर्यो है। भने अब बुधबार कहिले पर्छ त हेर्नुहोस् त शुक्रबारबाट अगाडि जानु पर्यो हैन। 1 गते शुक्रबार, 2 गते शनिबार, 3 गते हैन। 3 गते चाहिँ के बार भयो त 1 गते शुक्रबार, 2 गते बुधबार शनिबार, 3 गते के आइरहेको छ बुधबार, बिहीबार है। कस्तो शुक्रबाट जानु पर्यो शुक्रबार। शुक्रबारबाट 1 गते शुक्रबार, 2 गते शनिबार, 3 गते मङ्गलबार, 4 गते बुधबार पर्यो हैन। 2 गते शनिबार, 3 गते हैन 2 गते शनिबार, 3 गते आइतबार, 4 गते सोमबार, 5 गते मङ्गलबार, 6 गते पर्दो रहेछ है त। 6 गते चाहिँ के बार पर्दो रहेछ बुधबार पर्दो रहेछ। बुधबार पर्छ भने 6 मा अब 7 जोड्ने बराबर 13। त्यसमा फेरि 13 मा 7 जोड्ने 6 गते एउटा पर्यो। 13 गते एउटा पर्यो। 13 मा फेरि 7 जोड्ने है त। 13 मा प्लस 7 जोड्ने बराबर कति गर्यो 20 गते एउटा पर्यो। फेरि अर्को चाहिँ 20 मा 7 जोडेपछि कति गते पर्यो 27 गते भनेको एउटा 6 गते बुधबार पर्दो रहेछ, अर्को 13 गते बुधबार पर्दो रहेछ, अर्को एउटा 20 गते बुधबार पर्दो रहेछ, एउटा 27 गते बुधबार पर्दो रहेछ। ल यति बुझ्यो कि बुझेन भन्नुहोस् त ल कमेन्ट गर्नुहोस् त। कमेन्ट गर्नु त ल। 1 गते शुक्रबारसम्म बुझ्यो होइन। अब शुक्रबार 1 गते पर्दो रहेछ भने बुधबार जानु पर्यो सुरुमा त होइन। बुधबार जाँदाखेरि 1 गते शुक्रबार, 2 गते शनिबार, 3 गते आइतबार, 4 गते सोमबार, 5 गते मङ्गलबार, 6 गते बुधबार पर्यो। 6 गते बुधबार परेपछि अब प्रत्येक 7 दिनमा के पर्दो रहेछ त बुधबार पर्ने हो। 6 मा 7 जोड्यौँ एउटा 13 गते शुक्रबार बुधबार पर्दो रहेछ। त्यसै गरी 13 मा फेरि 7 जोडेपछि 20 गते चाहिँ के पर्दो रहेछ बुधबार पर्दो रहेछ है। बुधबार पर्दो रहेछ। त्यसै गरी फेरि 20 मा 7 जोडेपछि 27 गते के बार पर्दो रहेछ त बुधबार पर्दो रहेछ। क्लियर छ? क्लियर छ कि के छ ल कमेन्ट गर्नु त साथीहरू। ल धीरेन्द्रजीले चाहिँ मेरो एन्सर मिल्यो भन्नुभएको छ। ओके लास्टमा बुझेन भन्नुभएको छ। यही लास्टमा अलिकति कन्फ्युज हुनुभयो कि भन्ने लागेको छ मलाई। अरू चाहिँ नत्र बुझ्न पर्ने हो है। अरू त बुझ्न पर्ने हो। अब हेर्नु त 2011 अप्रिल महिनामा भनेको छ। अब यो लास्टको यही 1 गते शुक्रबार पछिको बुझ्नु भएन होला है सुनिलजी। 1 गते पछिको बुझ्नु भएन होला। अब यहाँनिर फेरि मैले अलिकति मेटेर बुझाएँ है त। यसलाई चाहिँ मेटेर बुझाएँ मैले। शुक्रबारसम्म त बुझ्नुभयो है। शुक्रबारसम्म त बुझ्नुभयो हो। शुक्रबारसम्म सबैले बुझ्नुभयो। ल 1 गते के बार पर्दो रहेछ शुक्रबार होइन। अब हामीलाई चाहिएको के बार हो त बुधबार चाहिएको। हामीलाई चाहिँ कति गते बुधबार पर्छ र त्यसैले सुरुमा चाहिँ के गर्नु पर्यो त बुधबारसम्म जानु पर्यो। 2 गते चाहिँ के बार पर्यो शनिबार है। 3 गते के बार पर्यो 3 गते आइतबार। 4 गते सोमबार, 5 गते मङ्गलबार, 6 गते चाहिँ
के बार पर्यो त बुधबार पर्यो हैन 6 गते बुधबार भइसकेपछि अब यो बुधबार रिपिट हुन अरु थप 7 दिन जोड्ने हो है रिपिट हुनलाई 7 दिन जोड्ने 7 जोड्ने किनकि प्रत्येक 7 दिन पछि आउने बार भनेको के हो त भन्नुस् त प्रत्येक 7 दिन पछि आउने भनेको बार नै बुधबार हो है त्यसैले प्रत्येकमा 7 दिन जोड्ने जस्तो अब यहाँनिर तपाईहरु चाहिँ एउटा गर्दै जानुस् ल बुधबार 6 गते बुधबार भयो हैन 6 गते बुधबार भयो 7 गते के बार पर्यो त बिहीबार पर्यो हैन 8 गते बिहीबार शुक्रबार पर्यो 9 गते शनिबार पर्यो 10 गते आइतबार पर्यो अनि 11 गते सोमबार पर्यो हैन 12 गते मंगलबार पर्यो र 13 गते फेरि के पर्यो त बुधबार पर्यो हेर्नुस् त भनेपछि यसको ग्याप कति भयो त 1 2 3 4 5 6 7 हेर्नु त अब यो बुधबारको अर्को 7औं दिनमा चाहिँ के बार पर्ने रहेछ त बुधबार पर्ने रहेछ है त किनकि 0 जहाँ 0 अड्डे आउँछ त्यहाँ चाहिँ सेम बार पर्छ हैन जहाँ 0 अड्डे आउँछ त्यहाँ चाहिँ त्यही बार पर्छ त्यही भएर हामीहरुले चाहिँ के गर्यौं त पहिलो 6 गते बुधबार पर्यो त्यसैगरी 6 मा 7 जोड्यौं 13 गते बुधबार पर्यो हैन अर्को चाहिँ यो चाहिँ 6 + 7 हैन त्यसैगरी फेरि 13 मा चाहिँ के गर्यौं 13 + 7 जोडेपछि अर्को बुधबार पर्यो 20 गते चाहिँ एउटा बुधबार पर्यो र फेरि 20 मा चाहिँ 20 गतेमा 7 दिन जोड्दैपछि 27 गते के बार पर्दो रहेछ त बुधबार भनेपछि कतिवटा बुधबार पर्यो एउटा दुईटा तीनटा चारवटा बुधबार पर्दो रहेछ ल सुनिल जी बुझ्नु भयो कि भएन अनि अरु साथीहरुले पनि बुझ्नु भयो कि भएन कमेन्ट गर्नु त ल सबै साथीहरुले कमेन्ट गर्नु टिकटक तिर पनि कमेन्ट गर्नु कति क्लासको छ भन्नुभएको छ ए यो चाहिँ हाम्रो आईक्यू तयारी क्लास हो है आईक्यू तयारी क्लास हो लोकसेवा परीक्षाको लागि यो क्लास चाहिँ आईक्यू तयारी क्लास हो ल अब क्लियर हुनुहुन्छ ल ओके अगाडि बढौं अब अगाडि बढौं है त अनि अर्को क्वेशन थियो यो 2004 मे 15 मा सन्डे भए है मे 15 मा सन्डे भए 2006 मे 15 मा कुन बार पर्छ भनेको छ यहाँनिरै गर्छु है त म 2006 मे 15 मा यही क्वेशन निर गर्छु भनेपछि अब यहाँ के गर्न पर्यो यिनीहरु उसको फरक है वर्षको फरक कति हुन्छ त वर्षको फरक यहाँनिर यति गरे यहाँ ल यिनीहरु वर्षको फरक चाहिँ कति हो 2 हो हैन 2004 र 2006 2 फरक हो अब यसमा लिप इयर कतिवटा पर्छ 4 हुनलाई लिप इयर हो हैन 4 हुनलाई के हो त लिप इयर त हो तर हेर्नुस् त मैले सुरुमा यहाँ के लेखेको थिएँ लिप इयर हुनलाई है लिप इयर हुनलाई के गर्नु पर्छ त फेब्रुअरी महिना पर्नु पर्दछ अथवा फेब्रुअरी महिना चाहिँ परेको हुनु पर्दछ कम्प्लिट भएको हुनु पर्दछ भनेको छ यहाँनिर हेर्नुस् त यहाँनिर चाहिँ के भनेको छु लिप इयर हुनलाई फेब्रुअरी महिना कम्प्लिट हुनु पर्दछ अथवा फेब्रुअरी महिना पर्न पर्छ है त महिना पर्न पर्छ अब यसमा हेर्नुस् त हामी फेब्रुअरी महिना जुन लिप इयरको एक दिन हो थपिने त्यो महिना फेब्रुअरी महिना हामी कटिसकेछौं हैन त्यसैले के हुने भयो त यसमा यो 2004 को लिप इयरको अड्डे हामीले जोड्न पाउँदैनौं है यहाँनिर 2004 को अड्डे जोड्न पाउँदैनौं यो 2 को 2 नै हुने भयो है भने अब मे 15 यो दिन एउटै छ यसमा के गर्नु पर्यो त 0 भइगयो हैन मे 15 बाट मे 15 सम्मको भनेपछि 0 भयो है त 0 भयो जनवरी बाट जान्थिम भने जनवरी बाट लिन्थिम यहाँ मे 15 बाट मे 15 जान्छ यहाँ केही फरक आयो त छैन सेम डेट छ भने 0 भयो
भनेपछि यसको अड्डे कति मात्र आयो त +2 मात्र आयो हैन। भनेपछि पहिला सन्डे थियो, सन्डेमा के गर्नु पर्यो त +2 गर्दाखेरि मन्डे ट्युसडे यानि कि मङ्गलबार। यसको एन्सर के हुँदो रहेछ त मङ्गलबार हुँदो रहेछ। ल बुझ्यो कि बुझिएन साथीहरू कमेन्ट चाहिँ गरिहालौँ। टिकटकमा आजकल सेटिङ बिग्रेछ क्या यार। ल बुझ्यो कि बुझेन साथीहरू कमेन्ट गर्नुहोस्। त्यसपछि हामी अगाडि बढ्छौँ है त। त्यसपछि हामी अगाडि बढ्छौँ। कमेन्ट चाहिँ हजुरहरूले गर्नु पर्यो है। कमेन्ट चाहिँ हजुरहरूले के गर्नु पर्यो त कमेन्ट गर्नु पर्यो। अनि हामी चाहिँ अगाडि बढ्छौँ है त। ल अगाडि बढौँ, नेक्स्ट क्वेसन गरौँ। ओके अब नेक्स्ट क्वेसन गरौँ। कति समय छ 9 बज्यो, 9 बजेर 9 मिनट गयो। ल अब इक्जाममा आएको क्वेसन गरौँ। 2-3टा छन्, धेरै छैनन् इक्जाममा आएको क्वेसन। यदि समय बच्यो भने अरू क्वेसन गरौँला, नत्र इक्जाममा आएको क्वेसनहरू गरौँ है त। इक्जाममा आएको क्वेसन गरौँ। एउटा क्वेसन छ, लेखौँ है क्वेसन लेखौँ। इक्जाममा आएको क्वेसन सुलोचना। मैले चाहिँ यसको टाइप गर्न भ्याएको थिएन, केही छैन, धेरै टाइप गर्नु पर्ने छैन। त्यही भएर 9 दिन अगाडि फिल्म हेर्न गएकी थिइन् होइन। फिल्म हेर्न गएकी सुलोचना 9 दिन अगाडि फिल्म हेर्न गएकी थिइन् होइन। उनी फिल्म हेर्न चाहिँ के गर्दै रहेछन् त हेर्न बिहीबार है। बिहीबार मात्र जाने गर्दछिन्। मात्र जाने गर्दछिन् है। गर्दछिन् भने आज कुन बार हो भनेको छ है त। आज कुन बार हो भनेको छ। यो चाहिँ कहिले सोधेको प्रश्न त भन्दा अफिसर 2071 अफिसर 2071 सालमा सोधेको क्वेसन है। अफिसर रिपिट भन्नुभएको छ कहाँनिर। ए रोशन कुमार दास। ल है त म एकैछिन रिपिट गरिदिएँ है। ल यो अघिल्लो क्वेसनको रिपिट गरिदिएँ। सन् 2004 मे 15मा चाहिँ सन्डे भए भनेको छ है त। सन्डे भए भनेको छ, रिपिट भन्नुभएको रहेछ। मैले अलिकति चाहिँ नजर पुगेन छ मेरो है, नजर पुगेन छ। 2004 मे 15 सन्डे भयो। 2006 हेर्नुहोस् त, यो 2004 देखि अब वर्षको हामीले के गर्यौँ अड्डे निकाल्यौँ। कति आयो त 2 आयो है। 2 आयो। यो 2 कसरी आयो भन्दादेखि 2006बाट 2004 घटाइदिने कति आयो त अड्डे 2000। ल यसको डिफ्रेन्स कति आयो त 2004 है त। 2004 भनेको डिफ्रेन्स 2 आयो होइन। यो 2 आयो। अनि 2004 चाहिँ किन ऊ चाहिँ परेन, लिप इयर परेन त 2004 भने, किनकि यो 2004 हामी मेमा आइसक्यौँ है। मेमा आइसक्यौँ। जुन एउटा एक्स्ट्रा दिन चाहिँ केमा जोडिने हो फेब्रुअरीमा जोडिने हो।
त्यो फेब्रुअरी मन्थ क्रस गरिसकेर हामीहरू चाहिँ के गर्यौँ त मेमा आइसक्यौँ। यदि यहाँ फेब्रुअरी 15 भन्थ्यो भने फेरि यहाँ के हुन्थ्यो त एउटा अड डे हामीले यहाँ जोड्थ्यौँ, किनभने 2004लाई चाहिँ लिप इयरको रूपमा काउन्ट गरेर एउटा अड डे यहाँ जोड्थ्यौँ। किनकि यो 2004मा फेब्रुअरी मन्थ चाहिँ कतिको हुन्छ त 2004मा 29को हुन्छ है 2004मा। अन्य सामान्य वर्ष अर्डिनरी इयरमा चाहिँ जम्मा 28 दिनको हुन्छ, त्यही भएर हामीले यहाँ अरू जोडेनौँ, 2 मात्र आयो। अब जुन कुरो छ मे 15, अब मे पनि महिना पनि सेम आइसकेको छ, डेट पनि गते पनि सेम आइसकेको छ भने यसमा कुनै अड डे रहने कुरो भएन है, यसमा कुनै अड डे रहने कुरो भएन। यसमा चाहिँ 2 अड डे आयो। यो 2 अड डेमा आइसकेपछि सन्डेबाटमा 2 थप जोड्ने भने मङ्गलबार हुन्छ यसको एन्सर। ल अब चाहिँ अगाडि बढेँ है त। रोशनजी बुझ्नुभयो? अब अगाडि बढौँ है, बुझ्नुभयो कि भएन कमेन्ट गर्नु होला। अब चाहिँ अगाडि बढौँ। ल अब सुलोचना 9 दिन अगाडि फिल्म हेर्न गएकी थिइन्। उनी फिल्म हेर्न बिहिबार मात्र जाने गर्दछिन् भने आज कुन बार हो भनेको छ है त। आज कुन बार हो भनेको छ। अब यसमा अप्सन हजुरहरूले एन्सर पत्ता लगाउनु पर्यो। अफिसर 2071 सालमा सोधेको क्वेसन रहेछ यो चाहिँ। अप्सन छ बिहिबार होइन, म सर्टकटमा लेख्छु बिहिबार, अनि बीमा चाहिँ शनिबार होइन, शनिबार, सीमा चाहिँ मङ्गलबार, डीमा चाहिँ अर्को अप्सन छ बुधबार होइन, अथवा आइतबार। ल आइतबार राखेँ मैले, आइतबार। ल कुन बार पर्छ एन्सर कमेन्ट गरौँ। सर हिजोको क्वेसन बुझेन, 1710 फेब्रुअरी 14 कुन बार होला भन्ने। 1710 मैले होमवर्क दिएँ कि तपाईँहरूलाई? एन्सर चाहिँ गर्नुभयो कि भएन कमेन्ट चाहिँ गर्नुभयो कि भएन धीरेन्द्रजी? अहिले नत्र लास्टमा गरौँला है यो क्वेसन, यदि त्यस्तो छ भने लास्टमा यो क्वेसन गरौँला है त। 1600बाट अगाडि जाने हो, 1600 जनवरी 1बाट अगाडि जाने मिल्छ है त। भी ल क्लियर छ? क्लियर छ नि है? ए ल ठिक छ, अब अर्को गरौँला है त। बी। ल बी भन्नुभएको छ रोशनजीले। अरूहरूले पनि मिलाउनु पर्यो, सटरडे हुन्छ भने शान्ताजीले पनि कमेन्ट गर्नुभएको छ। ल है, अब यसमा 9 दिन अगाडि फिल्म हेर्न गएकी थिइन्। उनी फिल्म हेर्न बिहिबार मात्र जाने गर्दछिन् भनेपछि यो जुन 9 दिन अगाडि गएकी थिइन् तिनी चाहिँ त्यो के बार गएकी रहेछिन् त? बिहिबार गएकी रहेछिन्। अब यो 9 दिनलाई के गर्ने, अघि झैँ एउटा उसमा हिसाबमा गरेको थियौँ हामीले, 7ले भाग गरेर होइन, त्यो चाहिँ महिना गतेवाला कति गते बुधबार छ, त्यस्तै गरेर यो 9लाई चाहिँ के गर्ने, पहिला 7ले भाग गर्ने। 9लाई 7ले भाग गर्ने, कति बच्यो त? 2 बच्यो होइन, 2 अड डे बच्यो भनेपछि यो अब यो हेर्नुहोस् त, यो 9 दिन अगाडि भनेछ, अगाडिबाट के पास्टबाट चाहिँ फ्युचरमा आछ भने जोड्ने है त। यदि फ्युचरबाट पास्टमा गएको छ भने फेरि घटाउनु पर्छ है। प्लस 2 जोड्ने, केमा जोड्ने त? बिहिबारमा। बिहिबार बार प्लस 2 गर्दाखेरि के बार हुनु भयो त? शनिबार हुने भयो है त, शनिबार। यसको एन्सर चाहिँ के बार भयो त? शनिबार भयो है त। ल सम्पूर्ण साथीहरूले बुझ्नुभयो कि भएन? धीरेन्द्रजी आर भनेर लेख्नु भएको रहेछ, कुन क्वेसनमा हो बुझेन है त। म एकचोटि फेरि गराइदिएँ भने यो क्वेसनलाई फेरि बुझाएँ।
9 दिन अगाडि फिल्म हेर्न गएकी थिइन्। उनी फिल्म हेर्न बिहिबार मात्र जाने गर्दछिन् होइन, बिहिबार मात्र जाने रहेछन् उनी होइन, तर के हुन् त उनी 9 दिन अगाडि गएकी हुन्। यो जति दिन दिएछ यसलाई चाहिँ के गर्ने हो त 9ले के गर्ने 7ले भाग गर्ने, किनकि यो 7 दिनका दिन पछि बार चाहिँ सेम दोहोरिन्छ है त, सेम हुन्छ। हेर्नुहोस् त, अर्थात् हप्तामा कति बार हुन्छ त 7 बार हुन्छ, हो त्यही 7ले भाग गरेको है त, हप्तामा 7 बार हुन्छ त्यही 7 बारले भाग गर्ने। कति शेष बच्छ 2 शेष बच्छ है। 2 शेष बचिसकेपछि 2 शेष बचिसकेपछि के हुन्छ त त्यसमा चाहिँ यो के भयो त पास्टबाट फ्युचरमा आएको छ, पास्टबाट फ्युचरमा आएको छ भने बिहिबारमा 2 जोड्यौँ शनिबार हुन्छ। यदि फ्युचरबाट पास्टमा जाने हो भने अहिले त्यो क्वेसन यो गरिसकेपछि त्यो क्वेसन पनि गराउँछु है त, भने माइनस गर्नुपर्छ। अब अर्को क्वेसन गरौँ। क्वेसन नम्बर 2 हामी चाहिँ परीक्षामा सोधेका प्रश्नहरू गर्दैछौँ। आज सोमबार हो है त, आज सोमबार हो होइन, आज सोमबार हो है, आज सोमबार हो। 61 दिन पछाडि 61 दिन पछाडि 61 दिन पछाडि कुन बार हुनेछ, कुन बार हुनेछ है त, हुनेछ भनेको छ। यो चाहिँ नासु 2072 सालमा सोधेको प्रश्न रहेछ, नासु 2072 सालमा सोधेको क्वेसन रहेछ। अप्सन एमा छ बुधबार है त, बुधबार। त्यसै गरी अप्सन बीमा छ शनिबार होइन, शनिबार। अप्सन सीमा छ मङ्गलबार, मङ्गलबार। त्यसै गरी अप्सन डीमा छ के छ त बिहिबार है, बिहिबार छ। ल यसको एन्सर के हुन्छ फटाफट कमेन्ट गरौँ। ल यसको एन्सर फटाफट कमेन्ट गरौँ। ल शनिबार पो हो त, शनिबार आयो है यसको एन्सर, शनिबार आयो। शनिबार आएको बुझ्नुभयो नि होइन, शनिबार आएको बुझ्नुभयो। ल अर्को चाहिँ बिहिबार भन्नुभएको छ। अब हेर्नुहोस् त आज सोमबार हो होइन, 61 दिन पछाडि कुन बार हुनेछ भनेको छ। यसलाई पनि के गर्ने त 61लाई हप्ताको कति बार हो त 7 बार हुन्छ, 61लाई के गर्ने त 7ले भाग गर्ने। शेष कति आउँछ त 7 8 56 हुन्छ होइन, 7 8 56 भइसकेपछि 56मा के जोड्नु पर्यो 61बाट 56 कति शेष आयो त 5 शेष आयो है त। 5 शेष आयो भने सोमबारमा के गर्ने 5 जोड्ने है त, सोमबारमा के जोड्ने त 5 जोड्ने। सोमबार प्लस 5 जोड्दाखेरि कति हुन्छ त 9 हुन्छ, 9 भनेको 7 हुन्छ है त। सोमबारमा 5 जोडेपछि 7 हुन्छ, 7 भनेको शनिबार भएन र, शनिबार भयो। सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार होइन, शनिबार भयो यसको एन्सर। ल याक्क प्रियाजी यसको पनि शनिबार आएछ त है, बिहिबार भन्नुभएको छ, ए भन्नुभएको छ, बी भन्नुभएको छ। के छ अब बुझ्यो कि बुझेन कमेन्ट गर्नुहोस् है। यदि बुझेको छ भने चाहिँ रिपिट भन्नुहोस्, यदि बुझेन भने चाहिँ नेक्स्ट भन्नुहोस्। कमेन्ट गर्नुहोस् है त, कमेन्ट चाहिँ गरिहाल्नुहोस्। ल
रोशनजीले चाहिँ नेक्स्ट भनेर कमेन्ट गरिसक्नु भयो। ल सुनिल चौधरीले बी भनेर कमेन्ट गर्नुभएको छ। अरू साथीहरूले ल नेक्स्ट भनेर कमेन्ट आइसकेको छ। ल ओके अगाडि बढौँ। अब अर्को क्वेसन छ, सेम क्वेसन छ है त, क्वेसन सेम एउटै खालको क्वेसन मात्र आएको रहेछ। तेस्रो क्वेसन, यदि आज बुधबार हो भने, यदि आज बुधबार हो भने, बुधबार हो भने 75 दिनपछि, 75 दिनपछि कुन बार पर्दछ भनेको छ है त। कुन बार पर्दछ भनेको छ। यो चाहिँ एनआइडी है, एनआइडी असै है, असै 2074 सालमा सोधेको क्वेसन है त। 2074 सालमा सोधेको क्वेसन रहेछ। अब यसको एन्सर निकालिसक्नु होला जस्तो लाग्छ। मैले अप्सन लेख्दा लेख्दै है, अप्सन लेख्दा लेख्दै एन्सर निकालिसक्नु होला जस्तो लाग्छ। एमा शनिबार, बीमा आइतबार, सीमा चाहिँ शुक्रबार होइन, शुक्रबार, त्यसपछि डीमा चाहिँ बिहिबार। ल यसको एन्सर के हुन्छ, एन्सर कमेन्ट गरौँ है त। यसको एन्सर सकेसम्म सबैले निकालिसक्नु होला भन्ने मलाई लाग्छ। वनरक्षकको छैन है साथीहरू, वनरक्षकको छैन। एन्सर बी भनेर कमेन्ट गरिसक्नु भएको छ है त, बी भनेर एन्सर कमेन्ट गरिसक्नु भएको छ। अब यो पनि सेम तरिका हो है। 75लाई के गर्ने, 7ले, यसमा पनि 5 शेष आउँछ। बुधबारमा 5 जोड्नु पर्यो है त, बुधबारमा 5 जोड्नु पर्यो होइन। अब 75लाई 7ले भाग गरेपछि शेष कति आयो त, 5 शेष आयो। अब बुधबारमा 5 जोड्नु पर्यो होइन। बुधबार, बिहिबार, शुक्रबार, शनिबार, आइतबार, सोमबार। के हो यहाँ अप्सन त छैन त। 75, 70, 5 बुधबार। मैले क्वेसन रङ लेखेर होइन। एकदम प्रहरी जवानमा आइक्यू राखेछ कि छैन ठ्याक्कै मलाई, असैमा चाहिँ छ है, असैमा छ, इन्सपेक्टरमा छ। प्रहरी जवानमा के छ, आइक्यू राखेको छ भने हुनसक्छ है। मैले प्रहरी जवानको सिलेबस हेरेको छैन ल, प्रहरी जवानको सिलेबस हेरेको छैन, त्यही भएर मलाई ठ्याक्कै ख्याल भएन। यही भएर सन्डे भनेको है त। यसको अप्सन यहाँ एउटा रङ रहेछ, आइतबारको ठाउँमा सोमबार हुन पर्थ्यो है, सोमबार हुन पर्थ्यो। अब बुधबार छ, बुधबारमा 5, यसलाई 75लाई के गर्नु पर्यो त, 75लाई 7ले भाग गर्नु पर्यो, 70 हुन्छ, शेष 5 बच्छ। शेष 5 बचिसकेपछि अब बुधबारमा 5 जोड्ने हो होइन। बुधबारमा 5 जोडेपछि बुधबार, बिहिबार, शुक्रबार, शनिबार, आइतबार, सोमबार भनेपछि यसको सही एन्सर चाहिँ के हुनुपर्छ त, सोमबार हुनपर्छ है त, सोमबार हुनपर्छ। प्रहरी जवान छैन सर भन्नुभएको छ। प्रहरी जवानको सिलेबस के छ है, मलाई ठ्याक्कै याद छैन ल। मैले प्रहरी जवानको चाहिँ सिलेबस हेर्नुपर्ने हुन्छ। ल अब इक्जाममा सोधेको क्वेसन लगभग यति छ है, यति छ। अब एउटा क्वेसन म चाहिँ गराउँछु है त तपाईँहरूलाई। यो सबै जम्मै पछि मात्रै बन्ने छ। अब अघिवाला पनि गरौँ त एउटा क्वेसन है त, एउटा अघिवाला गरौँ।
यो चाहिँ एक्जाममा सोधेको छैन, तपाईँहरूले प्र्याक्टिसको लागि अघिवाला गरौँ है त। आज सोमबार हो, आज सोमबार हो, सोमबार हो होइन हो। 25 दिन अघि है त, अघि कुन बार थियो 25 दिन अघि कुन बार थियो भनेको छ। ल यसको अप्सन एमा बिहिबार अप्सन मैले लेखेको रहन्छु अप्सन, त्यही भएर एमा बिहिबार, बीमा शुक्रबार, सीमा शनिबार होइन शनिबार, डीमा चाहिँ बुधबार। ल बुधबार। ल के हुनसक्छ यसको एन्सर कमेन्ट गरौँ है त। जीके इङ्ग्लिस नेपाली भने चाहिँ आइक्यू छैन भने ल सरी भन्नु पर्यो, मैले चाहिँ जीके पढाउँदिनँ, मैले चाहिँ आइक्यू मात्र पढाउने हो है त। मैले चाहिँ जीके र आइक्यू मात्र पढाउँछु, आइक्यू मात्र पढाउँछु, त्यसैले यहाँ चाहिँ छैन है, शुक्रबार भन्नुभएको छ। र यसको एन्सर के हुनसक्छ, बिहिबार, बी भनेर चाहिँ एन्सर कमेन्ट गर्नुभएको छ है त। बिहिबार। अब यसको एन्सर के, आज सोमबार हो, 25 दिन अघि कुन बार थियो भनेको छ। हेर्नुहोस् त, आज सोमबार हो भनेपछि आजबाट यो प्रेजेन्ट छ, प्रेजेन्टबाट पास्टमा गएको छ, पास्टमा गइसकेपछि हामीले अड डेलाई घटाउनुपर्छ। अघि जोडे थियौँ, अब चाहिँ के गर्नुपर्छ, घटाउनुपर्छ। पहिला अरू प्रोसेस सेम हो, 7ले भाग गर्ने, कति आउँछ त 7 तिया 21 होइन। 7 तिया 21 भनेपछि बच्यो शेष कति, 4 बच्यो है। 4 बच्यो भने चाहिँ अगाडि जानु पर्यो, अब सोमबारबाट अगाडि जानु पर्यो। सोमबार, त्यसपछि आइतबार होइन, मन्डे, त्यसपछि सन्डे, त्यसपछि चाहिँ सटरडे, त्यसपछि फ्राइडे, त्यसपछि थर्सडे है त, थर्सडे बिहिबार। सोमबार होइन, त्यसपछि यो के भयो, आइतबार, शनिबार, शुक्रबार र बिहिबार भनेपछि यसको एन्सर के आउँदो रहेछ त, बिहिबार। अथवा यसलाई चाहिँ कसरी पनि गर्न सकिन्छ भने माइनसमा गर्दाखेरि, हेर्नुहोस् त, यो जुन सोमबार दिएको छ होइन, सोमबार भनेको दोस्रो बार हो होइन, सोमबार भनेको के हो त, दोस्रो बार हो होइन। दोस्रो बार हो भने अब टोटल हप्ताको दिन कति छ त, 7वटा छ, 7मा 2 जोड्ने है त, 2 जोड्ने। यो कुन बार हो, दोस्रो बार हो भने 2 जोड्ने, कति भयो, 9 भयो है, 9 भयो। 9बाट आउँदो रहन्छ, ल नआउने रहेछ, आउँछ कि भनेको थिएँ, नआउने रहेछ। ओके, यसरी नै गर्ने है त। यसलाई चाहिँ के गर्ने, सोमबार हो भने सोमबार 21 भयो, 4 होइन, 4 आउनु पर्ने हो जस्तो लाग्थ्यो थियो, मैले 5 हुन्छ कि अन्त नआए जस्तो लाग्यो। ल आउँछ है, जस्तो 2 बार हो होइन, 7 भयो, 7मा 2 जोड्ने बराबर 9 भयो। 9मा चाहिँ के गर्ने त, यो अड्डे घटाउने होइन, अड्डे कति आउँछ त, यसको 4 आउँछ, -4 गर्ने बराबर कति आयो, 5 आयो। यो कुन बार हो त, 5औँ बार भनेको बिहिबार हो है, बिहिबार हो। यसरी गर्दा पनि हुन्छ, पछाडि जान अलिकति झुकिन्छ, अप्ठ्यारो लाग्छ भने के गर्ने, टोटल बार कति हो त, 7 बार हो होइन। 7 बारमा यो कुन बार दिएको छ त, सोमबार दिएको छ हो, सोमबार दिएको छ। पछाडि ब्याक जान चाहिँ गाह्रो लाग्छ भने है त, ब्याक जान गाह्रो लाग्छ भने चाहिँ सोमबार होस् भने चाहिँ सोमबार भनेको 2 बार हो होइन, 2 जोड्ने, अनि के गर्ने त, टोटल 9 हुन्छ। 9बाट चाहिँ अड्डे घटाइदिने, 4 घटाइदिने, बच्यो कति, 5 आयो। 5 आइसकेपछि कुन बार त, 5औँ बार भनेको बिहिबार हो। यसरी गर्दा पनि यसको एन्सर आउँछ है त, यसरी गर्दा पनि आउने रहेछ।
7 into 4 7 into 4 त्यसरी आउँदैन है त। के भन्नुभएको रहेछ एउटा कमेन्ट राइट पनि भन्नु न सर नेम पनि भन्नु जसले पहिला भन्यो ए ल है त हुन्छ 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 अब चाहिँ त्यही गर्छु है त। ल यो बुझ्यो साथीहरू। ल यस्तै खालको क्वेसन एउटा तपाईँहरू प्र्याक्टिस गर्नुहोस् त ल है म यहाँनिर दिन्छु अनि त्यसपछि अघिल्लो एउटा क्वेसन गरौँला अनि आजलाई लास्टसम्म बस्नुहोला है तपाईँहरू। आज चाहिँ यो डेट एन्ड क्यालेन्डर सकेको छ, भोलि के पढ्ने भनेर छलफल गर्न छ, त्यही भएर चाहिँ सबै साथीहरू लास्टसम्म बस्नुहोला, अनिवार्य बस्नुहोला है। अब एउटा क्वेसन प्र्याक्टिस गर्नु। 1 नम्बर प्र्याक्टिस क्वेसन। आज आज के बार हो त? बुधबार हो। बुधबार हो होइन? ल 31 दिन अघि कुन बार थियो है त? थियो भनेको छ है। भने अब यसको अप्सनमा ए आइतबार, अप्सन एमा आइतबार, बीमा शनिबार होइन शनिबार, सीमा चाहिँ सोमबार र डीमा चाहिँ बुधबार। ल यसको एन्सर के हुनसक्छ? एन्सर कमेन्ट गरौँ। ल आइतबार भनेर कमेन्ट गरिसक्नु भएको छ जीवनजीले। ल अरू साथीहरूले पनि एन्सर त्यही भएर 1 बज्यो भनेपछि के हुन्छ त? आइतबार पनि हुन्छ है। कि अहिले चाहिँ ओहो आज केबल नेट जोड्न बिर्सिँदो रहेछु खालि, त्यही भएर चाहिँ यस्तो ल्यागिङ गर्दो रहेछ है। 7 into 4 38 भन्नुभएको छ। यो अब कुन चाहिँ तरिका हो मलाई ठ्याक्कै यो आइडिया भएन। मैले गर्ने तरिका चाहिँ यही हो है त लोकेन्द्रजी। नेट गएको रहेछ, फेरि आइसक्यो है। आज केबल नेट जोड्न बिर्सेर रहेछु, अब त्यही भएर चाहिँ बेला बेला यस्तै हुन्छ। ल आइतबार निस्क्यो है त। ल ए भर्खर जोइन हुनुभयो, ल ठिक छ। अब अर्को क्वेसन गरौँ। ए यस्तो डिलिट गरेछ। यो 1710 फेब्रुअरी 14 है। तपाईँहरूले भन्न खोजेको चाहिँ 1710 होइन 1710 फेब्रुअरी 14 कुन बार थियो भनेको छ है त। कुन बार थियो भनेको छ। यो क्वेसन चाहिँ कसरी गर्ने भन्नुभएको छ। आजको लास्ट क्वेसन है। लाइभ क्लास चाहिँ 4th लेभलको हो या 5th लेभलको? 4th 5th 7th है। 4th 5th 7th सबै लेभलको लागि असै। त्यसै गरी अझ यो भन्नुहुन्छ भने असै इन्सपेक्टर को लागि त एकदमै झनै महत्त्वपूर्ण टपिक हो है। यो सबैको लागि हुन्छ। यहाँ आइक्यूको लाइभ क्लास जोडिन सक्नुहुन्छ र साथीहरूलाई पनि सेयर गर्न सक्नुहुनेछ। 1710 फेब्रुअरी 14 कुन बार थियो भनेको छ। अब यसमा चाहिँ हामीले यो 1700 हामीले लिने भनेको सेन्चुरी फर्स्ट है त। सेन्चुरी लिपियर होइन सेन्चुरी लिपियरको फर्स्ट सटरडे लिनुपर्छ। त्यो भनेको एउटा 2000 हो होइन, जसलाई चाहिँ 400ले भाग जान्छ।
त्यो अर्को भनेको अब त्यो नजिक यो 1700 भनेको 1600 को नजिक पर्छ 1600 भयो हैन 1600 है 1600 अर्को एउटा 2400 सेन्चुरी लिप इयर त्यसै गरी अर्को 1200 यो भयो यिनीहरू चाहिँ के हुन् त सेन्चुरी लिप इयर हुन् भने अब के भयो हामीहरूले चाहिँ कुनलाई लिने 1600 जनवरी 1 लाई के गर्ने त बेस लिएर गर्दाखेरि सजिलो हुन्छ है त बेस लिएर गर्दाखेरि सजिलो हुन्छ त्यही भएर के गर्ने त 1600 जनवरी 1 लाई लिएर हिसाब गर्ने यो के हो त सटरडे हो। अब यति गरेपछि बुझ्नुहुन्छ कि बुझ्नुहुन्न है यति गरेपछि बुझ्नुहुन्छ कि बुझ्नुहुन्न कमेन्ट गर्नु होला। अनि मैले हेरिरहेको हुन्छु अहिले चाहिँ भर्खरै नेट गएको थियो है अहिले भर्खरै नेट गएको थियो सर युट्युबमा हजुरको कमेन्ट किन ढिलो हेर्नुहुन्छ मैले हेरिरहेको हुन्छु यो हिसाब गर्दाखेरि यता हुन्छ है त्यही भएर चाहिँ यता फर्किनुपर्छ साइडमा अलिकति त्यसमा समय लाग्छ नत्र हेरिरहेको हुन्छ है मैले टिकटक भन्दा बेसी चाहिँ युट्युबमा हेरिरहेको हुन्छ है साथीहरू। अब यसको चाहिँ के गर्ने पहिला वर्षको के गर्ने अड्डे निकाल्ने हैन यसमा चाहिँ 1600बाट है 1600बाट 1700सम्म आइपुग्दाखेरि कतिवटा वर्ष पार गर्नु पर्यो हामीहरूले कतिवटा वर्ष पार गर्नु पर्यो भन्नुस् त 110 वटा हो 110 वटा वर्ष पार गर्न पर्यो हैन 110 वटा प्लस अब 1600 देखि 1700 सम्म कतिवटा लिप इयर पर्छन् त हेर्नुस् है एउटा सेन्चुरीको बिचमा 100 वर्षको बिचमा कतिवटा पार हुन्छन् त लिप इयर भने तपाईहरुले चाहिँ के ख्याल गर्नु होला भने 100औं जुन 100औं छ त्यो चाहिँ जस्तो 1700 हैन 1700 लाई पनि 4 ले त भाग जान्छ है 1700 लाई पनि 4 ले त भाग जान्छ तर यो लिप सेन्चुरी लिप इयर हुँदैन है त लिप इयर हुँदैन किनभने यो सेन्चुरीमा आइसक्छ है सेन्चुरीमा आइसक्छ सेन्चुरी हुँदाखेरि चाहिँ 400 ले भाग जान पर्छ यो पछाडी डबल जिरो आइसकेपछि सेन्चुरी हुन्छ सेन्चुरीलाई हुनलाई चाहिँ लिप सेन्चुरी हुनु पर्यो लिप सेन्चुरी हुनलाई चाहिँ 400 ले भाग जान पर्छ है त 400 ले भाग जान पर्छ। एकछिन रिफ्रेस गरेर हेरेँ त मैले हेर्ने उसमा चाहिँ अलि ढिलो कमेन्ट आएको हो कि है ढिलो कमेन्ट आएको हुन पनि सक्छ मैले रिफ्रेस गरेर पनि हेरेँ ल जीवन विष्टजीले टोटल 27 वटा एक्ज्याक्टली भन्नुभएको छ भने अब यो 1700 चाहिँ हुँदैन बाँकी हेर्नुहोस् बाँकी 24 वटा के हुन्छ त 1600 देखि 1700 सम्मको बिचमा चाहिँ 24 वटा हैन त्यसपछि 1700 4 1708 यो दुईटा भयो अनि एउटा 1600 आफैमा के हो त लिप सेन्चुरी हो भनेपछि कतिवटा भयो त 24 24 3 27 वटा के भयो त यहाँ अड्डे भयो है त 27 वटा के भयो त अड्डे भए। बुझिन सर मैले त जनवरी 1 सन्डे नै हुन्छ यो बुझ्नु भएन यो यदि अझै राम्ररी बुझ्नको लागि युट्युबमा आएर हजुरहरूले चाहिँ यसको फर्स्ट पार्ट हेर्नु भने एकदम क्लियर हुनुहुन्छ है हाम्रो को हुनुहुन्छ उहाँको नाम चाहिँ अब कमेन्ट त्यहाँ मात्र भएको नाम लिन सकिनँ मैले हैन यसको जहिले पनि लिप सेन्चुरीको जनवरी 1 जहिले पनि सटरडे हुन्छ है त लिप सेन्चुरीको म एकचोटि बुझाउँछु र फर्स्ट पार्ट हेर्नु भने मजाले बुझ्नुहुन्छ लिप सेन्चुरीको जनवरी 1 जहिले पनि सटरडे हुन्छ त्यसलाई चाहिँ हामीले बेस बनाएर लिने हो। अब यहाँदेखि यहाँसम्म जाउँ है जनवरी 1 अब जनवरी 1 एक आइसक्यो अब जनवरीको कतिवटा महिना हो त 31 हो 31 को एक यहाँ आइसक्यो 30 लियौँ हामीहरूले 30 प्लस फेब्रुअरीको 14 हैन फेब्रुअरीको 14 यसलाई चाहिँ के हुने भयो त फेब्रुअरी 14 भनेको 7 ले भाग जान्छ निश्चय सिधै काट दिइहाल्यौँ हामीहरूले है
काटिहाल्यौँ। अब यहाँ पनि 7ले के गर्नु पर्यो, भाग गर्नु पर्यो है त। यो जोड्दाखेरि कति आयो त 137लाई केले 7ले भाग गर्ने, 7ले भाग गर्ने। अब 7 एकाने 7 भयो है, 7 एकाने 7 बच्यो कति त 6 बच्यो, 67 भयो हैन। 67 भइसकेपछि कति हुने भयो त 4 बच्यो, 67 6 बच्यो 67 भयो है त। 67 भएपछि 7 9 63 हुन्छ, 63 हुन्छ, बच्यो कति शेष 4 बच्यो है त। शेष यहाँ 4 बच्यो। अब यहाँ कति बच्यो त 30मा 7ले भाग गरेपछि 2 बच्यो है। हामी के गरेको त पास्ट इयरबाट के आएको त फ्युचर इयरमा आयौँ हामीले भनेपछि यो के गर्नु पर्यो त, यो पनि प्लस हुने भयो, यो पनि प्लस बराबर प्लस 6 हुने भयो भनेपछि यो सटरडेबाट प्लस 6 जोड्ने, सटरडेमा के जोड्ने त प्लस 6 जोडेपछि कुन दिन हुने भयो त भनेको 6औँ दिन भनेको कुन हो त, कुन दिन हो 6औँ दिन भनेको शुक्रबार हो, शुक्रबार। ल यसको एन्सर के हुँदो रहेछ त, शुक्रबार हुँदो रहेछ। ल क्लियर छ। कोड याद गर्यो भयो भने सजिलो हुन्छ है सर, सेन्चुरी र मन्थको भन्नुभएको छ। एउटा मेरो विशेषता के हो भने साथीहरू, यदि याद नगरिकन चाहिँ हैन, याद नगरिकन हिसाब गर्न सकिन्छ, कन्सेप्ट बुझेर हिसाब गर्न सकिन्छ भने किन कोड याद गर्ने भनेर मेरो आइक्यू, मेरो विशेषता, मैले पढाउने तरिका भनेको सकेसम्म कोडहरू याद गराउँदैन है त। कुनै पनि सकेसम्म एकदम कमभन्दा कम याद गर्न परोस्, त्यो याद गर्ने दिमाग चाहिँ तपाईँहरूले जिकेमा लाउन परोस् भन्ने मेरो सिद्धान्त हो। त्यसैले चाहिँ सकेसम्म म यो कोड याद गर्ने, अहिलेसम्म मैले कोड याद गराएको छैन है साथीहरू। एउटा कोड केमा मात्र याद गराएको छु भने, कोड होइन, एउटा कुरो चाहिँ केमा याद गरायो भने यतिमा मात्र है। अब यसको यादै गर्दै नगरी नहुने भएर चाहिँ मैले यो याद गराएको छु, बाँकी सकेसम्म याद गराउनु हो। यो चाहिँ हुबहु मिल्ने वर्षहरूको लागि भनेर यो चाहिँ मैले याद गराएको छु, अरू चाहिँ मैले कोड याद गराउँदिनँ ल है। यो अड डेको लागि भन्नुभयो कि मन्थकोहरूको कोड भन्नुभयो, हुनसक्छ, मेबी हुनसक्छ होइन। अब यो तपाईँहरूले प्र्याक्टिस गर्दै जानुभयो भने है, यो चाहिँ तपाईँहरूले प्र्याक्टिस जानुभयो भने जनवरीमा 2, फेब्रुअरीमा 0 अनि मार्चमा 3 भनेर आफै पनि आइहाल्छ है त है। म फेरि बुझाउँछु, वेट गर्नु होला। आफै त्यो प्र्याक्टिस गर्दै जानुभयो भने यसको यो कोड याद गर्नै पर्दैन, तपाईँहरूले अटोमेटिक आइहाल्छ है। यो यहाँ चाहिँ 30 लेख्न पर्दैन, 2 हुन्छ, त्यसपछि 0 3 हुन्छ भन्ने चाहिँ तपाईँहरूले प्र्याक्टिस गर्दै जानुभयो भने आफै आइहाल्छ। त्यही भएर यो याद गर्न पर्दैन। कतापट्टि थियो त्यो अघिको क्वेसन, म फेरि बुझाउँछु। सर म सबै कपीमा सार्दैछु। ए ल सार्नु होला है, म फेरि ब्याक आइसकेँ है। ल अब 1600 हेर्नुहोस् त, 1600बाट हामीले के गर्यौँ त 1600 बेस लियौँ जनवरी 1 जहिले पनि लिप सेन्चुरीको जनवरी 1 के हुन्छ त सटरडे हुन्छ। यति कुरा चाहिँ अब यो ध्रुव सत्य कुरा हो होइन, याद नगर्न पर्ने ध्रुव सत्य कुरा हो। जुनसुकै लिप इयरको जनवरी 1 के हुन्छ त सटरडे नै हुन्छ है। यो चाहिँ 100% ध्रुव सत्य कुरा हो, काहीँ पनि यो फरक तालमेल फरक खाँदैन। त्यही भएर यसो गरिन्छ। अब 1600बाट 1710 आउँदा कतिवटा फरक वर्षहरू भयो, कतिवटा वर्ष पार गरियो त हामीले 110वटा वर्ष पार गरियो होइन। अनि यो 1600देखि 1710सम्म चाहिँ कतिवटा इयरहरू लिप इयर पर्ने भयो त भन्दाखेरि एउटा सेन्चुरीको बिचमा 100 वर्षको बिचमा चाहिँ 24वटा लिप इयर पर्दछन् है त। किनभने त्यो 1700 के होइन त लिप इयर होइन। त्यसपछि 4 8 12 16 है त। 100लाई चाहिँ के गर्ने त 100लाई चाहिँ केले 4ले भाग गर्ने। 100 चाहिँ आफैमा के होइन त लिप इयर नहुने भन्नाले 100भन्दा तलको होइन। 24 चौको 96 हुन्छ होइन। 96सम्म चाहिँ लिप इयर भयो, भनेको 24वटा लिप इयर पर्छ। 24 प्लस है
अनि त्यसपछि यो 1600 आफैमा के हो त लिप इयर हो होइन 1600 आफैमा लिप इयर हो 25 भयो। अनि त्यसपछि 1700देखि यता तल चाहिँ 1704 एउटा 1708 अर्को भनेपछि कतिवटा भयो त 27वटा भयो। अब यिनीहरूलाई जोडियो 137 भयो। अब यता मन्थतिर आइयो, मन्थतिर आउँदा जनवरी 1 के हो त सटरडे हो होइन। एक हामीले यहाँ के गरिसक्यौँ लिइसक्यौँ भनेपछि हामीले 30 लिने है 30 लिने। अब तपाईँहरूले प्र्याक्टिस गर्दै भने जनवरीको 2 आउँदो रहेछ यहाँ है अड्डे। त्यसरी फेब्रुअरीको यहाँ आइसकेछ, नत्र फेब्रुअरीको 28 हुन्छ होइन। यसरी चाहिँ गर्दै जाने है। अब यो भइसकेपछि 30को यो 14लाई सिधै काटियो किनभने यसलाई सिधै के हुन्छ त 7ले भाग जान्छ। यो काट्यौँ हामीहरूले गरेपछि अब यसलाई चाहिँ 7ले भाग गरेपछि 2 शेष रहन्छ है त 2 शेष रहन्छ। यो चाहिँ 4 र 2 के गरियो त जोडियो है 4 र 2 जोडियो। 4 र 2 जोड्दा +6 हुन्छ। 6 भनेको कुन बार हो त 6औँ बार भनेको शुक्रबार हो। एन्सर के बार आयो त शुक्रबार आयो है। ल क्लियर छ साथीहरू। ल एकचोटि सबै साथीहरूले चाहिँ कमेन्ट गरौँ है, सबै साथीहरूले कमेन्ट गरौँ। यदि हिजोको पर्सि शुक्रबार भए भोलिको पर्सि कुन बार होला भन्नुभएको छ है। ल हुन्छ म यहाँनिर चाहिँ गरिदिन्छु है त यतापट्टि गरिदिन्छु। यसको लागि एउटा सर्कल बनाउनु होला। सर्कल बनाएपछि सजिलो हुन्छ। एउटा साथीले क्वेसन सोध्नु भएको छ है। सर्कल बनाउनुहोस्, एउटा सर्कल बनाउनुहोस् होइन। यहाँनिर चाहिँ बार लेख्नुहोस् 1 2 3 4 5 6 कतिवटा 6वटा भयो 1 2 3 4 5 6 7वटा भयो है त 7वटा भयो। अब यदि हिजोको पर्सि शुक्रबार भए होइन। ल यसलाई अब मान्नुहोस् आज मान्नुहोस् है त है आज मान्नुहोस्। हिजोको पर्सि अब हिजो भयो, हिजो भनेपछि यता आउनु पर्यो है। हामी चाहिँ क्लकवाइज जाने। यो यता पास्ट हुन्छ यता चाहिँ फ्युचर हुन्छ है त। यो यताको हिजो भयो, हिजोको पर्सि भोलि पर्सि भनेपछि यहाँ आयो। यो बार चाहिँ के बार भयो त शुक्रबार भयो है त शुक्रबार भयो। अनि भोलिको पर्सि अब यसको भोलि भयो, यसको भोलि होइन यसको भोलि हुनु पर्यो। हामी त आज वर्तमानमा त यहाँ छौँ होइन। आज हामी यहाँ छौँ, आज हो यो है त आज हो यो। आज भनेपछि हिजोको पर्सि भनेको यहाँ आयो भोलि पर्सि भनेपछि अब क्वेसनमा के भनेको छ त भोलिको पर्सि कुन बार होला भनेको छ। अब भोलिको भोलि पर्सि भनेपछि यहाँ आउने भयो है त यहाँ आउने भयो। यो शुक्रबार शनिबार आइतबार हुने भयो है त आइतबार हुने भयो। ल यसरी यसलाई गर्ने। मार्च 28 बुझ्नुभयो साथी, बुझ्नुभयो कि भने ल कमेन्ट गर्नु त ल। मार्च 28 जी ल क्लियर हुनुहुन्छ कि हुनुहुन्न ल कमेन्ट गर्नु त ल। उहाँले चाहिँ के क्वेसन लेख्नु भएको थियो भने यदि है क्वेसन हजुरहरूलाई पनि काम लाग्ला सार्नुहोस्। यदि हिजोको है हिजोको पर्सि के हो त शुक्रबार भए शुक्रबार भए है शुक्रबार भए भोलिको पर्सि पर्सि कुन बार होला भनेको छ है। क्वेसन चाहिँ कुन बार होला भनेर चाहिँ भन्नुभएको थियो है त। कुन बार होला भनेर क्वेसन चाहिँ यो किसिमको थियो है। क्वेसन चाहिँ यो किसिमको थियो। अब यसरी चाहिँ कुनै जुनसुकैलाई यसरी चाहिँ आज माने पनि छ, यसले माने पनि हुन्छ, यसले माने पनि हुन्छ। हाम्रो रोटेसन चाहिँ सही हुनु पर्यो है। हामीहरू क्लकवाइज जाने, क्लकवाइज जाँदाखेरि सजिलो हुन्छ। क्लकवाइज घडी घुम्ने दिशातिरबाट जाने, त्यो दिशातिर यस्तो क्वेसन आयो भने यसरी चाहिँ जाने। यसरी जाँदाखेरि के हुन्छ त सजिलो हुन्छ है।
भने अब हेर्नुहोस् त यसले आज मान्ने कुनै एउटाले आज मान्यो। अब हिजो भनेको यहाँ गयो होइन, हिजोको पर्सि भनेको भोलि, पर्सि यो चाहिँ के छ त शुक्रबार छ, शुक्रबार छ है, शुक्रबार छ भने भोलिको भोलिको ए ए ए ल रोक्नुहोस् है त, भोलिको पर्सि शुक्रबार भयो, आज भयो, यसको भोलि जाने भने शुक्रबार, भोलि शुक्रबारको पर्सि जानु पर्यो भने आइतबारै हुन्छ है, यसको एन्सर आइतबारै हुन्छ। आजको भोलि, भोलि भनेको त यो भयो है, शुक्रबार भयो है, आज भनेको भोलि यहाँ आउने भयो, शुक्रबारै भयो, भोलि भनेको शुक्रबार रहेछ, शुक्रबारको पर्सि भनेको छ, शुक्रबारको पर्सि भोलि पर्सि भनेपछि अब के बार भयो त, शुक्रबार, शनिबार, आइतबार होइन, आइतबारै हुन्छ यसको एन्सर। अब अरू चाहिँ नहुन पर्ने हो, आइतबारै हुन्छ है त यसको एन्सर। ल ल अनि साथीहरू तपाईँहरू चाहिँ टिकटकमा हेर्ने साथीहरू चाहिँ युट्युबमा पनि यो भिडियोहरू युट्युबमा पनि पोस्ट छ। सकेसम्म हिजो टिकटकले चाहिँ खै के कारणले हो रेस्ट्रिक्टेड होइन, एक दिनको लागि है, एक दिनको लागि रेस्ट्रिक्टेड गरेको थियो। सायद त्यहाँ एउटा भेरिफाई आउँछ क्या, सधैँ 1 घन्टा बित्यो भने भेरिफाइड आउँछ। आज चाहिँ मैले बिचमा फेरि काटेर फेरि जोइन गरेको हुनाले अहिलेसम्म भेरिफाई गर्न भनेको छैन। त्यो गर्न सायद रहेको थियो होला है, रहेको थियो होला, त्यही भएर चाहिँ एक दिनको लागि रेस्ट्रिक्टेड गरेको थियो, त्यही भएर हिजो क्लास भएको छैन टिकटकमा। यदि त्यो त छुटेको छ भने यही डेट एन्ड क्यालेन्डरको यता युट्युबमा आएर हेर्न सक्नुहुन्छ। युट्युबको लागि म आइडी यहाँ देखाइदिन्छु है, आइडी देखाइदिन्छु, त्यहाँ आएर चाहिँ तपाईँहरू युट्युबमा पनि छ लाइभ क्लास, रेकर्डेड लाइभ क्लास पोस्ट हुन्छ है, यहाँनिर हेर्नुहोला। तपाईँहरू चाहिँ युट्युबमा पनि आउन सक्नुहुन्छ। ल भोलि मैले भनेको थिएँ बिर्सिरहेको रहेछ। ल भोलि फ्र्याक्सन भिन्न र दशमलव पढ्ने भन्ने चाहिँ कुरो आएको छ होइन। ल अरू साथीहरू के भन्नुहुन्छ? ल सबै साथीहरूले कमेन्ट गर्नु त। ल भोलि एउटा 1 नम्बरमा भिन्न र दशमलव अथवा डेसिमल एन्ड फ्र्याक्सन है त, दशमलव। अनि 2 नम्बरमा ऱ्याङ्किङ अर्डर, ऱ्याङ्किङ RANKING ऱ्याङ्किङ अर्डर कुन पढ्ने? ल हुन्छ, हिजोदेखि चाहिँ भिन्न र दशमलव भन्नुभएको छ, यही नै पढौँ है त, भिन्न र दशमलव भन्नुभएको छ, यही पढौँ। ल 8:30 बजे भोलि चाहिँ 8:30 बजे क्लास हुन्छ, आउनु होला है, जोडिनु होला। ल ठिक छ। सुनिल चौधरीजी रिपिट भन्नुभएको रहेछ, अघिकै क्वेसन रिपिट भन्न खोज्नु भएको कि सुनिलजी? एकचोटि कमेन्ट गर्नु त है, यही क्वेसन रिपिट भन्न खोज्नु भएको हो सुनिलजी? ओके, गुड नाइट अल अफ यु। भोलि डेसिमल एन्ड फ्र्याक्सन पढौँला। ल ओके ओके, वेलकम, सम्पूर्ण साथीहरूलाई वेलकम छ। यो स्क्रिनमा देखिरहेको होइन? ओके हेर्नुहोस् है, यदि हिजोको पर्सि है, हिजोको पर्सि शुक्रबार भए भोलिको पर्सि कुन बार होला भनेको छ है त। हिजोको पर्सि, पर्सि भनेको के हो त फेरि? भोलि पर्सि, यो चाहिँ फ्युचरमा आउँछ।
अब कुनै एउटा 7वटा पहिला गोलो बनाउने है, 7वटा गोलो बनाउने अनि क्लकवाइजमा जाने है। क्लकवाइज भनेको घडी घुम्ने दिशातिर यसरी जाने। अनि यहाँ अब के भन्छ भने हिजो बन्यो भने एन्टी क्लकवाइज भयो, भोलि फ्युचरतिर बन्यो भने क्लकवाइज जाने, अनि पास्ट बन्यो भने एन्टी क्लकवाइज जाने। अब यो गर्दाखेरि आज भयो, हिजो भनेको कता जानु पर्यो त एन्टी क्लकवाइज यता जाने होइन। यो चाहिँ के भयो त हिजो भयो है, यो चाहिँ हिजो भयो। हिजोको पर्सि भनेको छ, अब पर्सि भनेको त फेरि फ्युचरमा आउनु पर्यो, क्लकवाइज जानु पर्यो। यो हिजोको यो भोलि हो, आज चाहिँ के हो त हिजोको आज चाहिँ भोलि हो, भोलि। अनि हिजोको पर्सि चाहिँ के हो त यहाँ आउने भयो है, पर्सि चाहिँ यहाँ आउनु भयो। यो चाहिँ के बार हुने भयो त शुक्रबार भनेको छ। शुक्रबार भनेको छ भने भोलिको पर्सि है त। अब आज छ है, आज छ भनेपछि आजको भोलि कुन हो त, हामी त यसबाट यसलाई बेस मानेछौँ। आजको भोलि चाहिँ के हो त शुक्रबार हो, शुक्रबारै छ भोलि। भोलिको अब यो शुक्रबारको चाहिँ पर्सि जानु पर्यो। यो भोलि भयो, यो पर्सि भयो भनेपछि यो कुन बार रहेछ त शुक्रबार भयो, यो शनिबार भयो होइन, यो शनिबार भयो, यो आइतबार भयो। यसको एन्सर आइतबार हुन्छ। ल सुनिलजी कमेन्ट गर्नु होला, बुझ्नुभयो कि भएन। अब हामी बिदा हुन्छौँ। क्लास टाइम 8:30 बजे है त, क्लास टाइम 8:30 बजे हुन्छ। भोलि चाहिँ डेसिमल एन्ड फ्र्याक्सन पढ्ने भन्ने कुरा भएको छ है। सानुजी नाम राख्नु भएको छ है त। क्लास टाइम चाहिँ 8:30 बजे। आज अब आज चाहिँ डेट एन्ड क्यालेन्डर सकिएको छ, डेट एन्ड क्यालेन्डर सकिएको छ। यदि तपाईँ रिपिट गर्न चाहनुहुन्छ भने यो युट्युब च्यानल छ, युट्युब च्यानलमा चाहिँ भिडियो पोस्ट भइरहेको हुन्छ होइन। युट्युब च्यानलमा चाहिँ लाइभ क्लास हुन्छ, यहाँ आएर पनि हेर्न सक्नुहुन्छ। @IQ तयारी क्लास है, स्पेस नहानिकन सर्च गर्नुभयो भने भेटिन्छ। ल अरू केही छ क्वेसन भने राख्नु होला, नत्र आजलाई चाहिँ बिदा हुन्छौँ। ल अहिले गरेको क्वेसन चाहिँ यो थियो। ल बुझ्नुभयो। ल ओके। ल सम्पूर्ण साथीहरूलाई चाहिँ गुड नाइट है त, गुड नाइट।